एभ्रिवान, नमस्ते एन्ड वेलकम टु माई युट्युब च्यानल। नयाँ दिन र नयाँ भ्लगमा फेरि पनि हजुरहरूलाई धेरै स्वागत छ र आई होप हजुर सबैजना सन्चै हुनुहुन्छ भनेर। र अगर मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने चाहिँ हेलो, मेरो नाम चाहिँ स्मृति कार्की हो र भिडियो हेर्नुभन्दा अगाडि चाहिँ नबिर्सिकन लाइक शेयर र सब्सक्राइब चाहिँ गरिदिनुहोस् होला है। र आजको यो भ्लग चाहिँ के को बारेमा हो भन्दाखेरि त थम्बनेल र टाइटल हेरेर थाहा पाइसक्नुभयो होला। आज चाहिँ छ अ डे इन माई लाइफ भ्लग। र आज दिनभरि चाहिँ म के गर्छु, कहाँ जान्छु, अगर गइनँ भने पनि घरमा के गर्दै बस्छु भनेर चाहिँ हजुरलाई देखाउँछु हो। र हजुरले चाहिँ हेर्दै गर्नुहोस्। र सबसे पहिला चाहिँ म मेरो रुमबाटै सुरु गर्छु हैन, किनभने मैले मेरो रुम मिलाएको पनि छुइनँ। अन्त म पहिला रुमहरू सबै मिलाइहाल्छु, अनि त्यहाँबाट फेरि म बाहिर गएर हेर्छु अब बाहिर के काम छ भने बाहिरकै कामहरू गर्छु। अन्त तपाईँहरूलाई म हाम्रो बारी पनि देखाउँछु ल। अहिले चाहिँ बेडहरू पनि मिलाइसकेँ हैन। अब चाहिँ बाहिर जानुपर्छ, अनि बाहिर के काम हुन्छ त्यो कामहरू गर्नुपर्छ, किनभने आज सन्डे हो। सन्डेको दिनमा त बहुत धेरै काम हुन्छ नि त हैन। फेरि मम्मी पनि काममा जानुभयो। हाम्रो तपाईँहरूलाई कतिजनालाई थाहै छ, हाम्रो मम्मीले हाट गर्नुहुन्छ भनेर। अनि आज चाहिँ सन्डे हाट हो उता के अरे बाङ्गेमा। अन्त त्यही भएर चाहिँ मम्मी जानुभयो घरमा। त्यही भएर जति काम हुन्छ त्योहरू चाहिँ म गर्छु। र बाहिरको मौसम हेर्नुहोस् ल। आज बाहिर चाहिँ टिक्क घाम लागिरहेको छ हो। यहाँ चाहिँ पानी छ, यता हाम्रो बारी छ। अन्त हाम्रो बारी देखाउँछु भनेको थिएन मैले अघि। यस्तो हेर्नुहोस् हाम्रो बारीको तरफ। अन्त हाम्रो बारीमा के छ भनेर म तपाईँलाई त्यो पनि देखाउँछु ल। यहीँबाट सुरु गरौँ। यहाँ चाहिँ भिन्डी उम्रिँदैछ हो। अनि यहाँ फुलहरू छ अलिअलि त्यस्तो। अनि यहाँ चाहिँ खोर्सानी छ, यता डल्ले खोर्सानी पनि छ हाम्रो बारीमा। फलेको पनि छ हेर्नुहोस्। आमाले हात नलाउनु भन्नुहुन्छ कि। यहाँ पनि छ डल्लेहरू यसरी फलेको छ हो। अनि यता पनि छ। र अझै भित्र आयो भने चाहिँ यहाँ छ मकैको 2-3वटा, त्यस्तो ठुलो छैन क्या। हाम्रो यहाँसम्म मात्रै छ बारी। अनि त्यही भएर चाहिँ आमाले यहीँ सबै आमा पापाले सबै कुरा यसरी नै लगाउनु भएको छ क्या। अलिअलि गर्दै 1 छाक 2 छाक खानु लायककै होस् भनेर हैन। भिन्डीहरू हेर्नुहोस् न बुढो भएर झरेको। यहाँ फल्दैछ है हैन। अन्त भित्र चाहिँ फर्सी पनि छ। फर्सीको यो गाछ चाहिँ फर्सीको गाछ हो हैन। अनि सँगसँगैमा यहाँ काँक्राको गाछ पनि छ। बस म भित्र गएर देखाउँछु ल। मैले भने नि यहाँ यो काँक्रा छ भनेर। यहाँ काँक्रा छ हो। जति अँट्छ त्यति नै लाउनु भएको छ हो। यहाँ फुलहरू छ यसरी। यता पनि छ अलिअलि सिनेरीहरू छ। अनि त्यहाँ यता पनि लगाउनु भएको छ। र यहाँ चाहिँ हाम्रो मन्दिर छ। लास्ट टाइम हजुरले जब देख्नु भएको थियो त्यतिखेर यो मन्दिर यो रुमहरू बनेको थिएन, तर अहिले चाहिँ बनिसकेको छ क्या। अन्त मन्दिर छ। यहाँ पनि यसरी रोप्नु भएको छ। दिले लिएर आउनु भएको थियो योवाला प्लान्ट। हाम्रोमा चाहिँ फ्री सरकारको पानी पनि आउँछ हेर्नुहोस्। चिसो पानी हुन्छ, फेरि यो खानु लायक पनि हुन्छ क्या यो पानी। यस्तो चिसो, अन्त पानी पनि कस्तो सफा छ क्या। अनि त्यही छ। अब चाहिँ म जान्छु हो भित्र गएर पानी तताउँछु, पानी खान्छु। अन्त लुगाहरू चाहिँ छ त्यो भयो भने सायद धुन्छु होला। अन्त अगाडि के गर्छु हजुरहरूलाई देखाउँदै गर्छु ल। र गाइज आजकल चाहिँ मैले हैन बेसी तातो पानी खानु चाहिँ छोडिदिरहेको छु। बिहान उठ्ने बित्तिकै म खान्छु त्यस्तो हैन, बट एकदम हल्का तातो हुन्छ क्या। त्यस्तो डरलाग्दो तातो पनि हुँदैन। पहिला त म पुरा तातो पानी खान्थेँ हैन। अनि त्यसले गर्दाखेरि चाहिँ मेरो यस्तोहरूतिर पुरा पेन हुन्थ्यो क्या। यस्तो साइडमा पुरा दुख्नु थाल्थ्यो। मलाई लाग्थ्यो कि केही मलाई सिस्टरहरू छ कि केही छ कि भनेर सोच्थेँ हैन। तर त्यो चाहिँ बडीको टेम्परेचर भन्दा पनि अब बेसी तातो चिजहरू खाँदाखेरि चाहिँ त्यस्तो हुँदो रहेछ हो। अब अहिले चाहिँ खानु छोडिदिएको छु। अहिले चाहिँ फेरि ठिकै छु, त्यस्तो केही भएको पनि छैन। अहिले चाहिँ पानी सकिहाल्छु। मैले चाहिँ पानीहरू पनि पिइसकेँ होइन। अहिले चाहिँ म यहीँ बाल्टीमा पानी भर्दैछु। अन्त यही पानी लगेर चाहिँ म भित्र गएर नुहाउँछु होइन। ट्याङ्कीको पानी वेस्ट गरेर आफ्नो इलेक्ट्रिक बिल बढाउनु होइन। जब चाहिँ अलरेडी यसरी फ्रीमा पानी पाइरहेको छ भने होइन। अनि त्यहाँ माथि छेत्री हो, छेत्रीको बुद्धि त लाउनु पऱ्यो होइन केही कुरामा। यसो त्यही भएर चाहिँ भर्दैछु पानी। अन्त यसले नै अब म ब्रस गर्छु, मुख धुन्छु। पानी कति बजी आउँछ भन्दाखेरि 7 बजीदेखिको 10 बजीसम्म चाहिँ हुन्छ हो। 3 घन्टाहरू जस्तो हुन्छ पानी। अन्त त्यहाँबाट चाहिँ त्यतिखेरसम्म जति चलाउँदा पनि हुन्छ। कोही बेला हामी लुगाहरू पनि हामी युजली यहीँ नै धुन्छु होइन। अन्त बस उयो के अरे किचनको भाँडा धुनु। अन्त त्यहाँबाट चाहिँ टोइलेट युज गर्नुको लागि मात्रै युजली त्यो घरको पानी युज हुन्छ। नभए अब नुहाउनुलाई कोही बेला दिउँसो नुहाउनु छ भने, नभए त युजली यही पानी नै हो जुन हामी चलाउँछौँ।
मैले चाहिँ टाउको पनि नुहाइसकेँ होइन। अब चाहिँ यो पानी लिएर जान्छु अन्त जिउ पखालिहाल्छु हो। हजुरहरू चाहिँ म एकैछिन भेट्छु ल। र मैले चाहिँ नुहाइधुवाइ गरिसकेँ होइन। कपाल अहिले पनि भिजिरहेको छ, सुकेको छैन। अनि त्यहाँबाट चाहिँ अब हल्का स्किन केयर गर्छु हो। र मैले चाहिँ स्किन केयरहरू पनि गरिसकेँ होइन। अन्त मैले हेर्नुहोस् न यहाँ कस्तो मजाको छ यो। अन्त यो लगाएको छु क्लिप, कपाल अगाडि आउँछ नि त। अन्त अब चाहिँ खाना खान्छु हो। खानामा चाहिँ के छ भने चाहिँ छ यहाँ दाल होइन, अन्त यहाँ छ ल यो चाहिँ के हो गिरौलाको सब्जी रहेछ, अन्त भात छ हो, अन्त दही पनि छ। बाबाले भर्खर काँक्रा काट्नुभएको, काँक्रा पनि छ। यो चाहिँ घरकै काँक्रा हाम्रो हो। खाना चाहिँ यहाँ छ होइन, त्यही दाल भात गिरौला, अन्त दही छ भनेको आमाले सबै जोडान हालिदिनु भएछ, दही पनि हो। अब चाहिँ खान्छु। खाना खाइसकेको छु होइन। अब चाहिँ किचन सफा गर्छु हो। अन्त किचन हेर्न बिचरा आमाले बिहानै खाना बनाएर जानुभएको, अब सफाहरू गरिओरि चाहिँ किचन पनि सानक पारिसकेँ होइन। त्यो कपडा के हो त्यो, अन्त भाँडाहरू यहाँ छ हो। अन्त अब चाहिँ मेरो काम सक्यो, किचनको काम पनि सक्यो होइन। अनि मैले रुमहरू पनि त्यो अघि नै झाडु लगाएको थिएँ, त्यतिखेर फिल्म गर्नु बिर्सेँ होइन। अन्त अब चाहिँ म खान्छु। यहाँ तरबुज छ हो, यो खान्छु, बाबालाई पनि दिन्छु। र मेरो तरबुज चाहिँ यहाँ छ हो। र मैले वाटरमेलन पनि खाइसकेँ होइन। अनि तपाईँहरूलाई म एउटा चिज देखाउँछु ल। हामीले चाहिँ यहाँ हेर्नुहोस्, यहाँ यसमा चाहिँ माटो भरेर यसरी लिएर आएको छु होइन। अन्त यो ल्याउनुको कारण चाहिँ के हो भन्दाखेरि चाहिँ हेर्नुहोस् ल, हाम्रो घरमा बिल्ली हेर्नु 1 2 होइन, यो 3 होइन, अन्त 4 5। अन्त हाम्रो घरमा चाहिँ बच्चाहरू पुरा छ नि त बिल्लीको। अन्त यिनीहरूले चाहिँ गन्दा गरिदिन्छ क्या पुरा। अनि त्यही भएर हामीले यहाँ उयो पनि नलगाएको, किनभने जहिले लगाएपछि हक्दिहाल्छ, मुद्दिहाल्छ। अन्त अगर हजुरहरूको घरमा पनि बिरालोहरू छ भने चाहिँ यसरी नै एउटा भाँडामा टक्क बालुवाहरू राख्यो भने तिनीहरूले त्यही नै गरेर गन्दा गरिदिन्छ क्या। अनि त्यही हो। अन्त अब हेरौँ दिनभरिमा म के गर्छु भनेर, किनभने यतिखेर त म बस यहाँ कपिल शर्मा सो हेर्दै थिएँ हो। अनि त्यसपछि चाहिँ हेरौँ। सो यहाँ गाइस म चाहिँ सुती पठाएछु हो। अन्त अहिले भर्खर उठेको। अन्त यस्तो बाहिर हेरेको त दिन त कस्तो धमिलो भइरहेको रहेछ हो। अन्त पानी पर्नु थालेछ। र गाइस अब चाहिँ म चटपटे बनाउँछु होइन। चटपटेको लागि चाहिँ के चाहिन्छ भनेर तपाईँलाई देखाउँछु ल। हामी गिलो बनाउनुको लागि म चाहिँ यसरी बनाउँछु। अनि त्यसको लागि चाहिँ म लिन्छु यहाँ बेसन होइन। बेसन चाहिँ लिन्छु म 1 चम्मच होइन, यति। अन्त यसमा चाहिँ अब म चिसो पानी हालेर पहिला यसलाई घोल्छु मजाले। यो कराईलाई चाहिँ म ग्यासमा बसाल्छु हो यसरी। अन्त यो जुन यसमा पानीमा, यो चिसो पानीमा घोल्नुको कारण चाहिँ यो उयो डल्लो डल्लो भएर चाहिँ नबसोस् भनेर चाहिँ घोलेको होइन। एकपल्ट यो यतिको बाक्लो भएपछि चाहिँ यसमा यो फुड कलर एड गरिदिने होइन। अन्त एड गरेर चाहिँ यसलाई मजाले घोल्नुपर्छ। अब यसरी मजाले घोल्यो हो। गाह्रो भए जस्तो छ है, कोही नै। र अब चाहिँ म बारीबाट डल्ले खोर्सानी लिएर आउँ। डल्ले खोर्सानी ल्याएँ होइन। करेलाको उयो पनि छ, बोट पनि छ, अनि फलेको पनि थियो कति। म चटपटे बनाउनु थाल्छु होइन। त्यसको लागि चाहिँ चाहिन्छ मुरी होइन। अन्त त्यहाँबाट चाहिँ एउटा प्याज, खोर्सानी मैले डल्ले पनि एड गरेको छु। अन्त काँचो चना होइन, मटर भयो भने पनि राम्रै हुन्छ। अनि त्यहाँबाट चाहिँ हरियो र यो यस्तो खालको मटर होइन। अनि त्यहाँबाट बदाम। र अरू के चाहिन्छ भन्दाखेरि चाहिँ चाहिन्छ कालो तिल, देख्नु सक्नुहुन्छ यो कालो तिल हो होइन। अन्त त्यहाँबाट चाहिँ चाहिन्छ जिरा पाउडर, जिरा र धनियाँको यो पाउडर हो होइन। हाम्रो मम्मीले चाहिँ घरमै बनाउनु भएको त्यो। अन्त त्यहाँबाट एउटा रम्पम, अन्त चाहिन्छ मुरी होइन। अनि त्यहाँबाट चाहिँ अमिलोको लागि चाहिँ म युज गर्छु चुक। हाम्रो घरमा चाहिँ चुक छ, त्यही भएर म चुकै युज गर्छु। तपाईँहरूकोमा छैन भने चाहिँ यु क्यान युज उयो के अरे लेमन युज गर्दा हुन्छ। अनि त्यहाँ चाहिँ गिलो जुन मैले अघि बनाएको थिएँ। सो या लेट्स स्टार्ट। सबसे पहिला चाहिँ म एड गर्छु मुरी होइन। त्यहाँबाट चाहिँ यो जति पनि जे छ आइटमहरू यो यहाँ भएको सबै हालिदिन्छु हो। जुन रम्पम
म हाल्छु यो कालो तिल, त्यति हाल्छु नै, बेसी हाल्दिनँ। यो पनि बेसी हैन, बस टेस्ट फर अलिकति। अन्त अब तोरीको तेल, त्यहाँबाट यसमा एड गर्छु म यो जुन मैले बनाएको थिएँ अघि, यो चाहिँ हातले नै मुस्नुपर्छ मजाले। र यो चाहिँ हो चुक, यो चाहिँ यति नै इनफ हुन्छ। यो चटपटे रेडी भइसकेको छ, अब चाहिँ सुक्नु थालिसक्यो हो। अन्त अब टेस्ट गर्नु। र गाइस मैले चाहिँ खाइसक्यो हो, अन्त एकदम मिठो भयो, अमिलो पनि ठिक्कको थियो हैन, तर गिलो चाहिँ त्यस्तो गिलो भएन जस्तो मैले सोचेको थिएँ, र पनि मिठो चाहिँ मिठो भयो। अन्त अब चाहिँ भाँडाहरू यहाँ च्यालेर बनाएँ मैले हो। त्यही हो, मेरो दिनहरू एकदम बोरिङ छ हैन, म त्यस्तो घुम्ने खालको मान्छे पनि होइन, युजुअली म घरमै नै बसिरहेको हुन्छु हैन। अब एकैचोटि भाँडाहरू धोएर भेट्छु। र यतिखेर चाहिँ बेलुकाको 7:30 जस्तो हुँदैछ हैन, अनि अब चाहिँ म मासु बनाउन आँटेको। यहाँ चाहिँ मैले अलिअलि भिजाएर उयो गरेर राखेको थिएँ, हल्दीहरू हालेर चाहिँ राखेको थिएँ हैन। अन्त अब चाहिँ मासु बनाउँछु हो। भात चाहिँ पाकिसक्यो यहाँ। र यो चाहिँ त्यस्तो डिप फ्राई गर्दिनँ होइन। अन्त यहाँ चाहिँ मैले प्याज, टमाटर, अन्त खोर्सानी, अनि त्यहाँबाट चाहिँ बेसी होइन अलिकति लसुन हाल्छु। अन्त त्यही हालेर चाहिँ यसलाई म मिक्सरमा ग्राइन्ड गरिदिन्छु हो, अनि ग्रेभी हुन्छ अलिकति। मम्मी पनि काममा आइसक्नु भयो होइन कामबाट। मम्मी आजको दिन कस्तो भयो? राम्रो मेरो लागि त। पानी त सारा दिन थियो तर सुटेर बनाउनु पर्यो। अन्त मैले चाहिँ मासु बनाउँदैछु होइन। यहाँ चाहिँ बिरालो पर्खिँदैछ, रुङ्दैछ है, मासुको लागि लुगेको म्याउ। अन्त मैले चाहिँ यहाँ मासु बनाएको छु हो, पाक्दैछ। भर्खर त्यसमा मसला हालेको थियो मैले। र यहाँ चाहिँ मैले मासु बनाउँदैछु होइन। अनि यसमा चाहिँ हल्का पानी हाल्छु, अन्त दाल पनि छ। तरिकाले बनाउँदैछु मासु। अब हामी चाहिँ यहाँ खाना खाँदैछु होइन। भुइँमा बसेर खाएको, किनभने कस्तो उयो छ नि त, भाइ चाहिँ यहाँ बसिरहेको छ, म चाहिँ यहाँ छु। आजको भ्लग चाहिँ यहीसम्म थियो होइन। अनि अगर हजुर मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने चाहिँ नबिर्सिकन लाइक, कमेन्ट, सेयर र सब्सक्राइब चाहिँ गरिदिनुहोस् होला। अन्त आज त्यस्तो खास त मैले केही गरेको थिइनँ, दिनभरि सन्डे के गरेँ भनेरै देखाएको थिएँ हो। अन्त या बाई बाई, सी यू इन द नेक्स्ट भ्लग।